we have to find out the distance between the points P and Q. हामीलाई यो P र Q को बीचको डिस्टेन्स पत्ता लगाउनु छ। त्यसको लागि पहिला हामी एक्सिस ड्रा गरौँ। x, 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 y। अब यसमा के गर्नु पर्यो भने P र Q को बीचको डिस्टेन्स हामीलाई फाइन्ड आउट गर्नलाई पहिला P को पोइन्ट सपोज x1 y1 छ, Q पोइन्ट चाहिँ x2 y2 छ भने यसको डिस्टेन्स कसरी निकाल्ने? First of all, let us draw the perpendicular line from P to x-axis, and similarly from Q, P बाट x-axis सँग perpendicular line draw गरौँ, Q बाट पनि x-axis सँग perpendicular line draw गरौँ। र अब P बाट x-axis सँग प्यारल हुने गरी यो तरिकाले ड्रा गरौँ। त्यो हुँदा यहाँ के हुन्छ भने राइट एंगल ट्रायंगल बन्छ। मानौ MN PQ त्यहाँ के छ ल मैले A B C नाम दिए है। PA परपेंडिकुलर ड्रा गरियो, त्यस्तै QB पनि परपेंडिकुलर ड्रा गरियो टु दी एक्स एक्सिस। अब यसो भएदेखि लेट Px1 y1 and Q x2 y2 x2 y2 be the points whose distance should be determined. In figure here, and draw PA perpendicular to draw perpendicular lines from point P and Q to x-axis. X-axis सँग चाहिँ perpendicular line draw गरौँ है त। Also draw PC perpendicular QB. PC बाट perpendicular QB सँग perpendicular हुने गरी अर्को लाइन पनि ड्रा गरौँ। नाउ यसो हुँदा के हुन्छ PQC राइट एंगल ट्रायंगल PQC मा हेरौँ। यो PQC मा यो according to Pythagoras theorem, Pythagoras को theorem अनुसार यो PQ को स्क्वायर इक्वल्स के हुन्छ PC को स्क्वायर प्लस CQ को स्क्वायर हुन्छ। PQ स्क्वायर इक्वल के हुन्छ PC को स्क्वायर प्लस
CQ स्क्वायर इक्वेसन 1 ल इक्वेसन 1 मानौ। अब यो x1 y1 छ भने चाहिँ हेर्नु त p पोइन्ट चाहिँ x1 y1 छ भन्नुको अर्थ यो p सम्म पुग्नलाई ओरिजिनबाट x p मा पुग्नलाई x1 y1 हुनुपर्छ भनेपछि यो के हुन्छ त यो चाहिँ x1 हुन्छ यो के हुन्छ y1 हुन्छ। त्यस्तै गरी यो ठाउँसम्म पुग्नलाई यो पुरै के हुन्छ y2 हुन्छ यो के हुन्छ त x2 हुन्छ। यसको मतलब इन फिगर अब हेर्नु त यो र यो के हुन्छ इक्वल हुन्छ। पीसी र एबी के छ इक्वल छ। पीसी इक्वल्स एबी एबी भने के हुन्छ पुरै ओ देखि बी सम्म जान्छ माइनस ओ बाट ए सम्म घटाएपछि ओबी को यो पुरैबाट ओए घटाएपछि के हुन्छ एबी रहन्छ। त्यसैले यो भनेको कति हुन्छ त ओबी x2 हो माइनस यो के हुन्छ x1। सिमिलरली सीक्यू भनेको के हुन्छ सीक्यू भनेको यो पुरै y2 हो यो y1 हो भने के हुन्छ यो पनि के हुन्छ त y1 हुन्छ। यो सीक्यू भनेको बीक्यू बाट बीसी घटाउनु पर्यो बीक्यू माइनस के हुन्छ बीसी। बीक्यू भनेको बी देखि क्यू सम्म y2 हुन्छ माइनस बीसी भनेको हुन्छ त बीसी भनेको ए सँग बराबर हुन्छ त्यो भनेको त y1 हुन्छ है। हेरौँ यो एबी र पीसी बराबर हुन्थ्यो इक्वल छ त्यसैले पीसी भन्ने ठाउँमा एबी हुन्छ। एबी भनेको के हुन्छ त यो ओबी बाट ओए घटाएपछि आउँछ ओबी भनेको x2 ओए भनेको x1। सिमिलरली यो सीक्यू कति हुन्छ भनेर निकाल्नु पर्दैन पहिला सीक्यू भनेको बी बाट क्यू सम्म कति छ त्योबाट बी बाट सी सम्मको घटाएपछि सब्ट्र्याक्ट गरेपछि आउँछ सीक्यू आउँछ। यो बी बाट क्यू सम्म भनेको के छ y2 छ र बी बाट सी सम्म के छ बी बाट सी सम्म भनेको ए बाट पी सम्म हो एउटै हो नि त। त्यसैले यो भनेको एउटै हो योसँग बराबर हुन्छ त्यसैले y1 हुन्छ। त्यसैले यो माथिको के हुन्छ त अब y2 माइनस y1 भयो। सीक्यू भनेको के रहेछ यो सीक्यू भनेको y2 माइनस y1 र यो पीसी भनेको चाहिँ x2 माइनस x1 रहेछ। नाउ from equation 1 pq square equal pc को स्क्वायर pc का छ pc भनेको के आयो त x2 माइनस x1 को स्क्वायर प्लस cq भनेको के छ y2 माइनस y1 को स्क्वायर और यो स्क्वायरलाई हटाउनलाई स्क्वायर रुट लिउँ यो पीक्यू को स्क्वायर छ भने त्योबाट पीक्यू निकाल्नलाई अंडर x2 माइनस x1 को होल स्क्वायर प्लस y2 माइनस y1 को होल स्क्वायर। पीक्यू आयो नि त if d be the distance between the point P and Q in the given figure, then PQ equals D.
therefore d equals के हुन्छ त pq भनेको के हुन्छ x2 minus x1 को whole square plus y2 minus y1 को whole square यो नै के हुन्छ त हाम्रो required distance between the 2 points p and q यसरी दुईटा पोइन्ट्स p र q को डिस्टेन्स चाहिँ के हुन्छ x2 minus x1 को whole square plus y2 minus y1 को whole square over root यसरी त्यतिखेर त दुईवटा पोइन्टहरुको बीचको डिस्टेन्स निकाल्नलाई हामीले यो फर्मुला अब हामी प्रयोग गर्छौं